पस्याउने कविता भनेर ल्याइदिएको थिएँ। त्यही भएर साथीहरू यहाँ पुरै जङ्गलै जङ्गल छ होइन, तर कता जाने भन्ने पत्तै लगाएको छैनौँ अहिलेसम्म। आज चाहिँ अस्मिताको बर्थडे, 400 रुपियाँको नास्ता भयो। यो हिसाब गर्नको लागि भुलाइ हामीले अर्को रोडमा ल्याइदिए। आज बर्थडेको दिन पार्टी दिन छोडेर 400 रुपियाँको पनि हिसाब गर्दा होइन गाइस, होइन, झुटो, यो सब झुटो हो। आज गाइस होइन 5000 को नास्ता खिलाएर त्यो हिसाब गर्ने क्रममा भुलेको थाहै भएन कि गाइस। के गर्ने, मोबाइलमा क्यालकुलेटर बिग्रियो गाइस। त्यसलाई चाहिँ 400 हिसाब गर्न यति टाइम लाग्यो। 600 रुपियाँ भएको पऱ्यो चारजनालाई भन्दा पनि यसलाई विश्वास लागेन। हिसाब गर्दा गर्दा मोबाइलमा हेर्दा हेर्दा अन्धै गलीमा हाल्दै फेरि हामी पनि यसको पछि पछि अलिक बेपत्ता छौँ अहिले। गाइस यस्तो केही पनि होइन होइन, तर भने आज के भइरहेछ, कसको बर्थडे बाजेको रङ्गिता लिदिकै कविताले आज होइन गाइस बाटै भुलेर कस्तो हैरान भएको छ कि। कसको रुमको कता आयौँ हामी त यो थाहा छैन, कृपया सम्पर्क गरिदिनु होला।